हेलो गाइज वेलकम टु माई ब्लग है। आज चाहिँ हाम्रो काठमाडौँदेखि तपाईँको हेटौडा हुँदै मिर्चिया जाने चाहिँ आज रिजर्भ परेको छ है। अनि हामी आउँदा आउँदै यो चाहिँ देउरालीमा देखेको दृश्य एकदम दामी, एकदम चिसो है। तपाईँको त्यहाँबाट एकदम राम्रो राम्रो ठाउँ देख्दो रहेछ, हिमाल पनि देख्ने रहेछ। टक्क हिमालहरू पनि देख्यो। त्यसपछि तपाईँको त्यहाँ एकछिन खाजासाजा खायौँ, वेट गऱ्यौँ। एकदम राम्रो थियो मौसम, एकदम चिसो ठन्डा है। अनि त्यसपछि गयौँ हेटौडा, टक्क त्यहाँबाट हेटौडा गयौँ। हेटौडा गएर टक्क खाजासाजा नास्ता खायौँ त्यहाँ पनि एकछिन होइन। अनि त्यसपछि गयौँ फेरि बाटोमा बाँदरलाई केरा दिने भन्नुभयो दाइहरूले, बाँदरलाई केरासेरा किनेर। अनि त्यसपछि फेरि हामी लाग्यौँ अगाडि। अनि हुँदा जाँदा हामी बिच बाटोमा जाँदा फेरि हाम्रो हुनेवाला भाउजूको घरमा छिर्यौँ। त्यहाँ पनि यसो भाउजूलाई हेऱ्यौँ, खाजासाजा खायौँ। अनि फेरि त्यहाँबाट हामी लाग्यौँ बाटो गन्तव्यतर्फ। अनि त्यसपछि हामी चाहिँ मिर्चया